पसिना सुक्दा हाम्रो शरीर चिसो हुन्छ। तर यही सामान्य घटनाबाट मानिसले रेफ्रिजरेटर बनाउने आइडिया पाए। तर कसरी? करिब 270 वर्ष अघि मानिससँग आज जस्तो रेफ्रिजरेटर थिएन। तर वैज्ञानिकहरूले एउटा रोचक कुरा अब्जर्भ गरिरहेका थिए। अनि त्यो कुरा के थियो भने तरल पदार्थ इभापोरेट हुँदा वरिपरिबाट हिट सोच्छ। जस्तै पसिना हाम्रो छालाबाट इभापोरेट हुँदा शरीरबाट हिट लिएर जान्छ, त्यसैले हामीलाई चिसो महसुस हुन्छ। अब यहाँ प्रश्न उठ्छ, यदि इभापोरेसनले कुलिङ गराउन सक्छ भने के हामी यसलाई प्रयोग गरेर आर्टिफिसियल कुलिङ बनाउन सक्छौं त? सन् 1755 मा विलियम क्युलेनले एउटा महत्त्वपूर्ण डेमोन्स्ट्रेसन गरे। उनले भ्याक्युम प्रयोग गरेर इथरलाई इभापोरेट गराए। इथर तीव्र रूपमा इभापोरेट हुँदा वरिपरिबाट हिट सोच्यो र निकै चिसो अवस्था सिर्जना भयो, बरफ बन्नेसम्मको अवस्था सिर्जना भयो। तर यो अझै पनि प्र्याक्टिकल रेफ्रिजरेटर थिएन। पछि माइकल फ्याराडेले ग्यासेसलाई लिक्विफाई गर्ने क्रममा महत्त्वपूर्ण योगदान दिए र सन् 1834 मा ज्याकब पर्किन्सले प्र्याक्टिकल भ्यापर कम्प्रेसन रेफ्रिजरेटर सिस्टमको प्याटेन्ट लिए। यही कन्सेप्ट पछि विकसित हुँदै आजको रेफ्रिजरेटरसम्म आइपुग्यो। तर यसमा अचम्मको कुरा के छ भने रेफ्रिजरेटरले वास्तवमा कोल्ड बनाउँदैन। यसले रेफ्रिजरेटर भित्रको हिटलाई बाहिर निकाल्छ अनि रेफ्रिजरेन्ट इभापोरेट हुँदा भित्रको हिट सोच्छ। कम्प्रेसरले त्यसलाई प्रेसराइज गर्छ र कन्डेन्सरले हिट बाहिर फाल्छ अनि रेफ्रिजरेन्ट फेरि त्यही साइकलमा फर्किन्छ। त्यसैले रेफ्रिजरेटरको पछाडिको भाग तातो हुन्छ। तपाईले याद पनि गर्नुभएको होला। अब म एउटा अन्तिम प्रश्न सोध्छु है त। सोच्नुस् त, यदि रेफ्रिजरेटरले हिट बाहिर फाल्छ भने रेफ्रिजरेटरलाई सानो बन्द कोठाभित्र खुल्ला राखेर चलाउँदा त्यो कोठा चिसो होला कि झन् तातो होला? यदि उत्तर थाहा छ भने कमेन्टमा राख्नुहोला। यस्तै दैनिक जीवनभित्र लुकेका साना साइन्सको कुराहरू जान्न चाहनुहुन्छ भने फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।